नमस्ते सबैजनालाई। आज चाहिँ हामीले एउटा नयाँ भिडियो लिएर आएका छौँ, जुन भिडियोमा चाहिँ हामीले यो अटोक्याडलाई चाहिँ कसरी अनइन्स्टल गर्ने भन्ने कुरा हेर्छौँ। अटोक्याडलाई अनइन्स्टल गर्न अलि झन्झटिलो हुन्छ, किनकि यसको एपहरू नै धेरै हुन्छ। जस्तै हाम्रो यहाँ हेर्न सक्छौँ, अटोक्याड टाइप गर्यो भने यहाँ राइट क्लिक गर्यो भने अनइन्स्टलमा गएपछि यहाँ चाहिँ हाम्रो इन्स्टल एपहरू आउँछ, जसमा हामीले अटोक्याड हेर्यो भने यति धेरै एपहरू भेट्न सकिन्छ। यो सबैलाई कसरी अनइन्स्टल गर्ने एकैचोटि भन्ने कुरा सिक्छौँ। त्यसको लागि मैले हजुरहरूलाई एउटा लिङ्क राखिदिएको छु डिस्क्रिप्सनमा, हजुरहरू डिस्क्रिप्सनबाट हेर्न सक्नुहुन्छ। यो लिङ्क राखिदिएको छु, यसलाई कपी गर्ने। यो कपी गरिसकेपछि हजुरले गुगलमा गएर पेस्ट गर्नु होला। पेस्ट गरिसकेपछि यस्तो एउटा कोड आउनेछ, यो कोडलाई डाउनलोड गर्नु होला। यहाँ डाउनलोड हुन्छ यसरी। डाउनलोड भइसकेपछि यसलाई ओपन गर्नु होला। यो ओपन भइसकेपछि यसलाई सेभ एज गर्ने। सेभ एज अब हजुरले कहाँ सेभ गर्नुहुन्छ त्यो चाहिँ हजुरलाई याद हुनुपर्छ। जस्तै मैले लोकल डिस्क डीमा सेभ गरेँ र मैले एउटा फोल्डर बनाएँ, स्क्रिप्ट भन्ने फोल्डर बनाएँ। SCRIPT स्क्रिप्ट भन्ने फोल्डर बनाएँ। अनि मैले यसको नाम चाहिँ अटोक्याड डट, यो फाइल नेममा चाहिँ हामीले .ps1 भनेर सेभ गर्नुपर्छ। अनि सेभ गरिसकेपछि यसलाई काट्ने। त्यसपछि हामीले टर्मिनल ओपन गर्ने। टर्मिनल ओपन गर्नलाई यो स्टार्ट बटनमा गएर राइट क्लिक गर्ने। अनि त्यसपछि यहाँ टर्मिनल भन्ने हुन्छ एडमिन, त्यसलाई ओपन गर्ने, यसलाई एस गर्ने। त्यसपछि हामीले यहाँ यसलाई बाइपास गर्नुपर्छ। त्यसको लागि एउटा कोड लेख्ने, यही नै लेख्ने, set execution policy bypass process भनेर टाइप गर्ने। त्यसपछि इन्टर क्लिक गर्ने, फेरि इन्टर क्लिक गर्ने। अनि अब हाम्रो अहिलेको त्यो स्क्रिप्ट भन्ने अथवा कहाँ थियो भन्ने कुरा लोकेसन यसलाई दिने। हामीले सिडीमा राखेका थियौँ, अनि सिडीको डीमा राखेका थियौँ। यसलाई ओपन गर्नु पर्यो। हाम्रो फोल्डरको नाम चाहिँ के थियो? स्क्रिप्ट थियो। अनि इन्टर गर्ने। लोकल डिस्क डीको स्क्रिप्टमा पुग्यो। अनि यसमा चाहिँ हाम्रो के फोल्डर छ भनेर हेर्नको लागि dir क्लिक गर्ने। हाम्रो यो अटोक्याड डट ps1 भन्ने चाहिँ फाइल रहेछ, त्यसलाई ओपन गर्न लाउने। ओपन गर्नलाई ./AutoCAD AUTO .ps1 क्लिक गर्ने। अनि यसलाई इन्टर गरिदियो भने हाम्रो चाहिँ 14 वटा इन्स्टल अटोडेस्क प्रडक्टहरू रहेछ। अनि केही समय लाउँछ यो अनइन्स्टल हुनको लागि। अब यसलाई वेट गर्ने। हामी यता हेर्न सक्छौँ, हाम्रो अटोक्याड फाइलहरू चाहिँ डिलिट भइरहेछ। अझै केही समय वेट गर्नुपर्ने हुन्छ। प्रोसेस सकिसकेपछि यता एउटा मेसेज आउँछ, अनइन्स्टलेसन प्रोसेस हेज बिन कम्प्लिटेड। अब यहाँ हामी हेर्न सक्छौँ, हाम्रो यो डेस्कटप एप चाहिँ अनइन्स्टल हुन सकेन छ। अब यो केही प्रब्लम भएर होला। हामीले यसको लागि चाहिँ फेरि अर्को मेथड गर्नुपर्छ। त्यो नभयो भने, कुनै छुट्यो भने हाम्रो माइक्रोसफ्ट स्टोर ओपन गर्ने। माइक्रोसफ्ट ओपन गरिसकेपछि यहाँ RE यो रिबो
अनइन्स्टल प्रो भन्ने यसलाई गर्नुपर्छ। यता जाने, यसलाई इन्स्टल गर्ने। अब कुनै कुनै चाहिँ त्यसरी बाँकी रहन्छ, नत्र भने अरू चाहिँ हाम्रो सबै अनइन्स्टल भइसक्यो नि त, यहाँ हेर्न सकिन्छ। इन्स्टल एपमा गयो भने अरू सब हाम्रो चाहिँ अनइन्स्टल भइसक्यो, तर हाम्रो यो डेस्कटप एप चाहिँ अनइन्स्टल हुन सकेन। अब त्यसको लागि चाहिँ हामीले एउटा सफ्टवेयर डाउनलोड गर्नुपर्छ, रिभो अनइन्स्टल प्रो। त्यसपछि यसलाई ओपन गर्नु होला। अब कुनै कुनै त्यसरी बाँकी रहन्छ हैन। अब त्यसको लागि चाहिँ अर्को मेथड, यो यस्तो खाले मेथड चाहिँ एडप्ट गर्नुपर्छ। हाम्रो यो चाहिँ अनइन्स्टल नभएको, यसलाई राइट क्लिक गर्यो भने अनइन्स्टलमा क्लिक गर्नु होला, यसलाई कन्टिन्यू गर्नु होला। यो केही समय जति लाउँछ, अथवा अहिलेको सबै प्रोसेस यसबाट गरे पनि हुन्छ हैन, तर त्यो चाहिँ सजिलो हुन्थ्यो, त्यही भएर मैले हजुरलाई त्यो पहिला सिकाएको। अथवा हुँदै भएन भने हामी यसरी पनि गर्न सकिन्छ, अथवा यसमा हामीले नामहरू पनि सर्च गर्न सकिन्छ। म पछि सिकाउँछु यो गरिसकेपछि। हजुरले खोजेको एपहरू कसरी अनइन्स्टल गर्ने, कोही हुँदै नभएको हुन्छन्, त्यसको लागि चाहिँ हामीले यो गर्नुपर्छ। यसमा यस गर्नु होला, ओके गर्नु होला, स्क्यान गर्नु होला। अनि यसमा सबै सिलेक्ट गर्नु होला, अनि डिलिट गरिदिनु होला। अनि फेरि सबैलाई सिलेक्ट गर्नु होला, यसरी हामी डिलिट गरिदिनु होला। ओके गर्नु होला। अब फेरि हामी यता हेर्न सक्छौँ, यसमा अनइन्स्टल गएर यसमा अब टाइप गर्न सक्छौँ अटोक्याड भनेर, AUTO। यसरी यसमा एपमा गएर टाइप गर्न सक्छौँ AUTO अटोक्याड। अब हेर्नुहुन्छ हाम्रो कुनै पनि एप बाँकी रहेन। अझै फेरि यताबाट नि हेर्न सकिन्छ, यहाँ गएर हामी सर्च गर्न सक्छौँ AUTO अटोक्याड, कुनै पनि एप छैन। यसरी चाहिँ हामी कम्प्लिटली अटोक्याडलाई डिलिट गर्न सक्छौँ। अहिलेको कुनै कुनै फोल्डर चाहिँ डाउनलोड नहुन सक्ने चाहिँ यहाँ हामी रिभो अनइन्स्टलबाट चाहिँ अनइन्स्टल गर्न सक्छौँ। यो चाहिँ हाम्रो यो माइक्रोसफ्ट स्टोरभित्र नै भेट्न सकिन्छ। यसरी चाहिँ हामीले जुनसुकै भर्जन अफ अटोक्याडलाई चाहिँ अनइन्स्टल गर्न सक्छौँ भन्ने कुरा हो। भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।